दर्शक महानुभाव नमस्कार, म भुवन थापा। यति बेला हामी बाँके जिल्लाको राप्ती सोनारी 9 ढकिरीमा अवस्थित गणेश माध्यमिक विद्यालयमा आएका छौँ। पछिल्लो समय गणेश माध्यमिक विद्यालय विवादितमा भइरहेको बेला फेरि हिजो एउटा विषयले लिएर विवादितमा आएको छ। करिब हिजो 9 बजेको समयमा कक्षा 11 को वार्षिक परीक्षा चलिरहेको बेला एकजना शिक्षकले परीक्षा हलमा नै टिकटक बनाएको भिडियो यति बेला सामाजिक सञ्जालमा भाइरल भएको छ। शिक्षा नियमावलीले परीक्षा केन्द्रभित्र टिकटक बनाइरहेको भिडियोले विद्यार्थीहरूलाई कस्तो असर जाला, यस्तो प्रकारको कुन शिक्षा होला भनेर यति बेला अभिभावकहरूले पनि आलोचना गरिराख्नु भएको छ। यति बेला हामी यस गणेश माध्यमिक विद्यालयमा प्रवेश गर्दा जुन हिजो टिकटक बनाउनु भएको थियो विद्यार्थीहरूसँग, त्यहाँ सर आज विद्यालयमा उपस्थित हुनुहुन्न र हामी यस विषयको मुख्य कुरा के हो भनेर आज हामी यस विद्यालयमा प्रवेश गरेका छौँ। हेलो सर, नमस्कार। हजुरको परिचय। नमस्कार, म टीका प्रसाद थारू, यस श्री गणेश माध्यमिक विद्यालयको सहायक प्रको रूपमा। सर, हामी चाहिँ यस विद्यालयमा प्रवेश गर्दा एकजना गणेश माध्यमिक विद्यालय व्यवस्थापन समितिको सदस्यसँग भेट भएको थियो। उहाँलाई चाहिँ हामीले प्रश्न सोद्धा यस गणेश माध्यमिक विद्यालय समितिको अध्यक्षको नाम के हो भन्दा उहाँले केही थाहा छैन भन्नुभएको थियो। को हुनुहुन्छ होला यस विद्यालयको अध्यक्ष? विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हाम्रो चाहिँ हरि प्रसाद रेग्मी हुनुहुन्छ। अहिले प्रिन्सिपल सर चाहिँ को हुनुहुन्छ होला गणेश माध्यमिक विद्यालय? प्रिन्सिपल सर चाहिँ खडानन्द डाङ्गीलाई हामीले मान्दै आएका छौँ। खडानन्द डाङ्गी सरसँग हाम्रो अघि भेट भएको थियो। उहाँले चाहिँ म प्रिन्सिपल सर होइन भन्नुभएको थियो। टीका सरसँग कुरा गर्नु भन्नुभएको थियो। उहाँले आफूलाई प्रिन्सिपल सर भन्नुभएको छैन। के होला यो कुराकानी, अलिकति भनिदिनु। यसमा यो हाम्रो वैशाख 14 गते बसेको बैठकको निर्णय अनुसार यहाँ खडानन्द डाङ्गी सर चाहिँ प्रको रूपमा काम गर्दै आउनुभएको थियो र 14 गतेको दिन चाहिँ व्यवस्थापन समितिको बिचमा खडानन्द डाङ्गी सरलाई उहाँलाई हटाएर चाहिँ नयाँ प्र बनाउनु पर्छ भन्ने निर्णय चाहिँ लिखित निर्णय गरेको मैले सुनेको छु। त्यो दिनमा अब सहायक प्रको हैसियतले मैले बस्न त्यहाँ उपस्थित हुन सकेन र बस्न पनि बसेको छैन मैले अहिलेसम्म। त्यो समितिको निर्णय अनुसार मैले सुनेको हो र यो सामाजिक सञ्जालमा पनि मैले हेरेँ। त्यो निर्णयले 14 गतेको निर्णयले हाम्रो यसै विद्यालयका मावि शिक्षक राजन प्रसाद रेग्मीलाई चाहिँ व्यवस्थापन समितिले निमित्त प्र दियो भन्ने कुरो छ। मैले त्यो माइनर पनि हेर्न पाएको छैन। अब यहाँ उहाँलाई दिएको अवस्था पनि र उहाँले चाहिँ अब हटाएको र यहाँ समिति बिचमा यहाँ अल्पमत र बहुमतको कुरा छ। त्यो अल्पमत अब र बहुमतको आधारमा कसलाई मान्ने कसलाई नमान्ने भन्ने कुरो हामीले चाहिँ मान्नुपर्ने हो भने हामी खडानन्द डाङ्गी सरलाई नै मान्ने हो अहिलेसम्म। उहाँले चाहिँ यहाँबाट रिजाइन नदिँदासम्म त उहाँ नै हुनु त कुरा त। पछिल्लो समय गणेश माध्यमिक विद्यालय विवादमा भइरहेको बेला हिजो भर्खरको कुरामा हिजो फेरि एउटा विवादितमा तानिएको छ। गणेश माध्यमिक विद्यालयमा कक्षा 11 को वार्षिक परीक्षा चलिरहेको बेला कक्षा भित्र नै सरले टिकटक बनाइरहेको देखिएको छ। त्यो ठिक होला या ठिक नहोला? जहाँसम्म छ त्यो परीक्षाको नियम अनुसार, त्यो नियम अनुसार कस्तो के हुन्छ, उहाँ सरलाई के भन्न चाहनुहुन्छ? अब मोबाइल चाहिँ लग्न पाइँदैन परीक्षा हलभित्र, विद्यार्थी होस् या निरीक्षक होस्, र लगिहाल्यो भने कहीँ लगिहाल्नुभयो भने निरीक्षक सरले उहाँले स्विच अफमा राख्नुपर्ने हुन्छ। तर उहाँले चाहिँ हाम्रो विद्यालयमा परीक्षा चलेको छ कि छैन त्यो चाहिँ अभिभावकलाई सन्देश दिनका लागि अनि अन्य अभिभावक अन्य आम नागरिकहरूलाई पनि सन्देश दिनको लागि हो
गणेश माविमा कक्षा 11 को परीक्षा सञ्चालन सर भइरहेको त्यो त सन्देश दिएको जस्तो त देखिएन नि। प्रमाणको रूपमा मैले बनाउन खोजेको हो भन्ने उहाँले मसँग कुरा राख्नुभयो। मैले हिजो चाहिँ क्लासमा पनि जान सकिनँ। कति बेला जानुभयो त्यो हाम्रो निरीक्षक सरलाई थाहा होला होइन। तर जहाँसम्म त्यो बनाउनु नहुने हो होइन। त्यो एक हिसाबले हेर्दाखेरि त्यो सन्देश विद्यार्थी अथवा अभिभावकलाई सन्देश दिएको जस्तो त देखिँदैन नि। त्यो ब्याकग्राउन्ड सङदेखि लिएर अलिकति राम्रै तरिकाले विद्यार्थीहरूलाई राम्रै पोजिटिभ कुराले देखाउन खोजेको भए राम्रै हुने थियो। त्यो त अर्कै ब्याकग्राउन्ड सङ देखेर लिएर विद्यार्थीकै बिचमा गएर सर बस्नु के राम्रो कुरा होला त। त्यसरी परीक्षा चलिरहेको बेला त्यो तपाईँको शिक्षा नियमावलीले दिएला त त्यस्तो? शिक्षा नियमावली अनुसार त अब दिँदैन होला होइन। तर अब उहाँ कुन त्यही आफ्नै सोच जो भन्नुभयो उहाँले त्यही सोचले बनाउन खोज्नु भएको हो कि भन्ने अब हामीले देखेका पनि छैनौँ होइन। हामीले सुनेको कुरो हो, मैले देख्न पनि पाएन। मैले टिकटक पनि हेरेको छैन अहिलेसम्म। अब के हो कस्तो हो मैले हेर्न पाएको छैन। त्यो पछिल्लो सर अब यो यस्तो अब तपाईँले यस्तो देख्दाखेरि भने आफ्नै विद्यालयमा अब पछिको समयमा उहाँलाई कस्तो तरिकाले हेर्नुहुन्छ? के गर्दा के कारबाहीको अगाडि बढाउन चाहनुहुन्छ या चाहनुहुन्न? अब आइन्दा त्यस्तो गर्नुभयो भने उहाँ सोझै चाहिँ उहाँ गलत गर्दै हुनुहुन्छ भन्ने हामी पनि उहाँलाई केही निगरानीमा राख्छौँ र सुझाव पनि दिन्छौँ। त्यस्तो चाहिँ परीक्षाको मर्यादाभित्र रहेर हामीले काम गर्नुपर्ने हुन्छ। एउटा हाँसी मजाकको रूपमा हेर्न हुँदैन। ठिक छ, हामी एउटा रमाइलो तरिकाले इक्जाम हामी एकदम सहज वातावरणमा परीक्षा सञ्चालन गरौँला। तर त्यो चाहिँ शिक्षा नियमावली एउटा परीक्षाको मर्यादाभित्र बाहिर गएर त्यसरी गर्नुभयो भने त अन्यथा चाहिँ उहाँ एकदमै गलत हुनुहुन्छ भन्ने हामी सोच्छौँ। र उहाँलाई अब यसरी नगर्नु हुन हामी सुझाव दिन्छौँ। मान्नुहुन्न भने उहाँ आफै जिम्मेवारी। आज सर कहाँ जानुभएको छ? सर विद्यालयमा आउनु भएको छ कि नै? आज उहाँ इमर्जेन्सी मलाई चाहिँ छोरी लिएर हस्पिटल जानुपर्ने भयो। विद्यालयमा हाजिर छ। आज छुट्टी लगेको छु भनेर छुट्टी लिनुभएको छ। छुट्टी लिनुभएको छ आज छुट्टी। अर्को टिकटक बनाउने हरि सर हुनुहुन्छ भने क्यामराम्यान को हुनुहुन्थ्यो होला? त्यहाँको पनि परिचय हाम्रो चितबहादुर सर निरीक्षक हुनुहुन्थ्यो। सर अलिकति बुझ्नु न सर, हिजो क्यामराम्यान चाहिँ को हुनुहुन्थ्यो टिकटक बनाउँदै गर्दा? क्यामराम्यान चाहिँ थाहा भएन। थाहा भएन? तपाईँ त निरीक्षक रूपमा घुमिराख्नु भएको। म निरीक्षक यस्तो छ, म चाहिँ परीक्षा संयोजकको नाताले मलाई चाहिँ अरू स्टाफहरूले पनि सहयोग गर्नुभएको छ होइन। जस्तै मेरो पहिलो दोस्रो तेस्रो पिरियड खाली छैन, त्यस कारणले म त्यहाँ जाँदैन, कहिले काहीँ गइरहेको हुन्छु निगरानीमा यसो विद्यार्थीलाई काम दिएर। र अम्बिका म्याडम लेखपाल सरले सहयोग गर्नुभएको छ। जस्तै खाली बसेको सरहरू चाहिँ गार्ड बस्ने त्यसो रुटिन पनि निकालेका छैनौँ। अनि त्यो दिन चाहिँ हरि सरको बाटो थियो। सर यो त एकदमै गलत भयो कि यो यस्तो सन्देशले विद्यार्थीलाई कुन प्रकारको शिक्षा दिएला भन्ने लाग्यो। पछिल्लो समय गणेश माध्यमिक विद्यालय विवादितमा चलिरहेको बेला फेरि हिजो मात्र एउटा विषयलाई लिएर विवादितमा आएको थियो। अभिभावकहरूले पनि उहाँलाई के भन्नुभएको छ नि, यस कुन सन्देश हो, कुन प्रकारको शिक्षा होला भन्ने आलोचना गरिराख्नु भएको छ। अब यस्तो छ, त्यतासम्म त अब त्यो विद्यालय व्यवस्थासम्म त्यहाँसम्म त म पुग्न सक्दैन। तर यो जुन परीक्षाको विषयको कुरा छ, हामीले अब विश्वास मानेर स्टाफहरूलाई जिम्मा दिइन्छ सर। हामीले चाहिँ गार्डको रूपमा लेखकको रूपमा जिम्मा दिन्छौँ। अनि हामी आफ्नो अब म परीक्षा संयोजकको नाताले त्यो दिन हरि सरको जिम्मा छु होइन। अब त्यो दिन के गर्नुभयो त्यो बेला अब निगरानी गर्ने ठ्याक्कै जान सकिएन होइन। अब म चाहिँ फेरि 3वटा पिरियड छ रेगुलर छ, त्यस कारणले बच्चा बच्चीको यता पनि 6, 7, 8मा पनि हेम्पर नहोस् भनेर खालि सर बस्ने हामीले उसो बनाएको छौँ। त्यही हुन्छ सर। सर अब फेरि यो पछिल्लो समय अब फेरि त्यस्तै विषय भयो भने के गर्नु? अब उहाँलाई स्वतः कारबाही हुन्छ। अब उहाँलाई स्वयं जानकारी छ होइन। उहाँ एउटा शिक्षक जस्तो मान्छे भएर अहिले यसरी गर्न मिल्छ कि मिल्दैन भन्ने कुरो उहाँले आफै बुझ्नुपर्ने हो होइन। त्यसरी बनाउनु हुन्छ। अब उहाँको आफ्नै मनोरञ्जन आफ्नै किसिमको रहर होला होइन। बाहिर गएर गर्नुहोस्, उहाँहरूलाई स्वतन्त्रता छ, उहाँ स्वतन्त्र रूपमा गर्न पाउनुहुन्छ। तर एउटा विद्यालय एउटा संस्थाभित्र फिल्डभित्र आएर चाहिँ त्यो फिल्डभित्र यसरी गर्नु हो भने एउटा आफ्नो व्यक्तिगत एउटा मनोरञ्जन लिनका लागि यहाँ संस्थामा चाहिँ संस्थाको मान मर्यादा गिर्ने गरी होइन, मान मर्दन हुने गरी
अब त्यो मनोनयन गर्न त पाइँदैन। उहाँ आइन्दा यसरी गर्नुहुन्न र गर्नुभयो भने उहाँ आफै स्वयं भागीदार हुनुहुन्छ भन्ने हाम्रो भनाइ। हुन्छ सर, धन्यवाद।